भेलु बाजे तपाईले तल त एकदम यास गर्नुभयो अनि माथिको अवस्था चाहिँ के छ स्वर्गको अवस्था माथिको अवस्था त च्वाक च्वाक टोर्नी छ जता हाम्रो शिव सरले सबै च्वाक च्वाक टोर्नीसँग यास गर्दै बस्नुहुन्छ म त त्यही काली न काली टोर्नी हुन्छ हामीले बुट्टी बुट्टी बल्दा पनि देखिन्न यार के देखिन्न बाजे हजुर ती आरो भरो गरेर सरीहरू अनि तपाईलाई तल आउने मन त लाग्छ होला पक्कै तिनी कुरो त हामीसँग जानकारी जता लाने त्यो आश गरेर हुन्छ कि आज के घाँस हाम्रो पछाडिबाट यमराज सरले चप्पै समात्नु हुन्छ त्यसपछि मादर त्यो रक्सी देखाउनु हुन्छ मैले 2 बोतल देख्ने बित्तिकै त जाठा लोभ लाज लागेर लट्काइदिन्छु अन्त फेरिको कता सार टेबल लट्काइदिने तेरेमा टोक्ने 3 गिलास खाँदाखेरि त हामी उतानो पोल्टिन्छ त्यसपछि हामीले सबै थोक बिर्सिन्छ भनेर त्यसरी जानकारी छ कत्तबा ल भेलु बाजे हामीलाई भन्नुस् कि आई लभ यु भनेको के हो बाजे हैन आई लभ यु भनेको अर्काको बुझलाई नहेर्नु भनेर भन्न खोजेको कत्तबा अरे बाजे तपाईले यति राम्रो इंग्लिश कसले सिकाएको हाम्रो प्रचण्ड सरले त्यसरी सिकाउनु भएको छ भनेर जानकारी छ कत्तबा ल है बाजे एउटा अरू सोध्छु तपाईलाई आई हेट यु भनेको के हो बाजे आई हेट यु भनेको हामी आज भेट्ने होइन भोलि भेटौँला भनेर भन्न खोज्यो कत्तबा हो किन अनि हनीमुन भनेको चाहिँ हनीमुन भनेको त हैन हाम्रो प्रचण्ड सरले पढाउनु भएको छैन हामी त्यहाँ पाठसम्म पुगे छैन हो किन त्यहाँसम्म पुगे छैन सरलाई सोध्नु होला भनेर त्यसरी जानकारी छ कत्तबा ल हैन म त तल पनि मलाई सुख भएन बा तल पनि दुःख भयो माथि जाँदा त टोक्ने हामीले शिवजीसँग पनि कुरो गरौँ शिवजीको बुढी त च्वाङ लाग्यो बा मुझे समात्न खोजेको त टोक्ने शिवजीको सर्प आएर म त सर्पाउने बित्तिकै म त भाग भयो बा माथि शिवजी हुनुहुन्थ्यो के उहाँसँग मैले भाङ ढोट्रो पनि खाइयो रक्सिटा मिलेन गणपतिले पनि टोक्ने बस खाइदियो के हामीले त पुग्नुहोस् त त्यही भएर म त माथि जाँदा पनि दुःख छ जाँदा तल पनि दुःख छ त्यही भएर म त अब पुग्नुहोस् त बुढो मान्छेले कति दुःख पाउने हो भनेर हामी बस्दैनौँ क्या हिटा पनि बस्दैन उता पनि बस्दैनौँ भनेर मैले अब नेपालमा फेरि तल आउनु पर्ने भयो र हाम्रो प्रचण्ड कोटा छ त्यो माडा त्यो कहिले मर्ने हो र त्यसलाई पनि माथि पठाइदिनुहोस् भनेर मैले त्यसरी लगभग जानकारी चाहिँ अब नेता त त्यस्तै हो अब राजा हजुर राजा आउनु पर्यो भनेर मैले त्यसरी लगभग जानकारी छ ल सुन्नुहोस् त सबैले भोट हाल्नु पर्यो मैले चुनाव लड्ने कुरो छ हामी त्यस्ता सदस्यमा उठ्दैन उठेपछि अध्यक्षमा उठ्ने हो बा त्यही भएर हाम्रो नयाँ भेलु बा भुनेर सबैले सपोर्ट गरिदिनु भएको छ त्यही भएर भोट हाल्नु पर्यो यो माटा चोट घरको बुढीले घरको बुढीले भोट हाल्छ बुढी छोरी भनिँदैन माटा छोरीलाई फसाएर पठाइदिए हुँदैन त्यसले अनिवार्य भोट हाल्नु पर्यो कि परेन भन्नुहोस् त त्यो माटा छोरीले भोट हाल्यो कि उसको बाले हाल्छ त्यहाँ घरको बुढीले भोट हाल्नु पर्यो नत्र बुढी छोरी भने नि यत्र सिटी हामीले बुढी छोरी चाहिँदैन माटा चोट भन्दै हामीले फस्काएर ज्याठालाई पठाइदिन्छु हो कि भन्नुहोस् त सबैले भोट हाल्नु छलमला हो त मलाई सबैले माया गरिदिनु सपोर्ट गरिदिनु यो त नयाँ आइदियो बा त्यही भएर चिकिने होला बोला कुरो माया गर्ने गर्नु नगर यता स्कुल बा नमस्कार बा मैले सबैले नमस्कार भन्नु त अब जानकारी पनि छ पुग्नुहोस् त हत्तेरिएमा टक्ने हिटा गाउँघरको टर्नी नआउनु नढाउनु यार गुनाएर बर्बाद छ के बा नजिक त जानै सकिन यार त्यो आरो भारो गुनाएर हेर्नुहोस् त पुरा बर्बाद छ के बा सुन्नुहोस् त मेरो कुरो होइन ओख टर्नी उहिले जवानीमा टर्नी कोटा छ भन्दै खोज्दै हिँड्थे अहिले सकिन्न बा अब के डौरो गर्नु त अब मुसीले लगभग काम पनि दिन्न भनेर त्यो जानकारी छ ल बा ल म त लाग्छु बा